कार्यक्रम का अध्यक्ष महोदय, मेरा नेता साथीहरू, यो समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, हार्दिक अभिवादन, नमस्कार। आज संघीय समाजवादी पार्टी नेपाल स्थापना भएको सन्दर्भमा यहाँहरूले केन्द्रीय पदाधिकारी, केन्द्रीय तदर्थ समितिका सम्पूर्ण साथीहरूलाई बधाई र स्वागतको यो कार्यक्रम राख्नु भएको छ। यहाँहरू सबैलाई यस्तो कार्यक्रम राख्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। संघीय समाजवादी पार्टीको जिल्ला तदर्थ समिति भक्तपुरले यो पहिलो पहल कदमी लिएको छ। यसका निम्ति विशेष धन्यवादका पात्र हुनुहुन्छ साथीहरू। मभन्दा अगाडि बोल्नुहुने मेरा साथीहरूले यहाँहरूलाई संघीय समाजवादी पार्टीका विभिन्न विचारहरू, उद्देश्यहरू, जन्मिनका कारणहरू बताइसक्नु भएको छ। यो संक्षिप्त कार्यक्रम हो भन्ने मलाई आयोजक साथीहरूले बताउनु भएको छ। विस्तारित मन्तव्य दिनु वाञ्छनीय नहोला भन्ने मलाई लाग्छ। वास्तवमा जातीय मुक्तिका लागि, जातीय समानताका लागि तराई, पहाड, हिमाल र मेची महाकालीका सम्पूर्ण नेपाली जनताहरू समान हुन्। सबै जातिका, सबै भाषाका, सबै धर्मका अनुयायीहरू, सबै संस्कृतिका अनुयायीहरू, लैंगिक हिसाबले महिला पुरुष, वर्ण व्यवस्था अन्तर्गत रहेका सबै जातहरू र वर्गीय हिसाबले धनी गरिब सबै नेपाली समान हुन् र नेपाली समाजको सामाजिक सम्बन्ध समानतामा आधारित हुनुपर्छ, बराबरीमा आधारित हुनुपर्छ भन्ने मान्यतालाई बोकेर हामीले त्यसको प्रतिनिधि शब्दको रूपमा संघीय भन्ने नामको त्यो शब्द राखेका छौँ र आर्थिक उन्नति र समृद्धि नेपालीहरू आजसम्म अनेकौं राजनीतिक परिवर्तन भोग्न पाउने सौभाग्यशाली त भइयो, तर आर्थिक समृद्धि हामीलाई कहिले पनि प्राप्त भएन। हामी जहिले पनि गरिबीमा, हामी जहिले पनि बेरोजगारीमा रहनुपर्ने अवस्था भयो र हाम्रा युवा जनशक्ति 20 लाख लगभगको संख्यामा विदेशतिर आफ्नो पसिना पोख्न बाध्य भएको छ। यो स्थितिलाई परिवर्तन गरेर हाम्रा युवा जनशक्तिको पसिना र पौरख आफ्नै देशका निम्ति, आफ्नै देशको उन्नति, प्रगति, समृद्धि, विकासका निम्ति खर्च गर्न सक्ने, त्यही लगाउन सक्ने अवस्था सिर्जना गर्ने, यो आर्थिक समृद्धिसँग जोडेर हामीले समाजवाद भन्ने शब्दलाई हामीले राखेका छौँ। यसरी जातीय मुक्ति र समानता, आर्थिक समृद्धि र समानता दुईटा उद्देश्यलाई जोडेर हामीले संघीय समाजवादी पार्टी नेपाललाई अगाडि सारेका छौँ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो देशमा विभिन्न जातिका जनताहरू बसोबास गर्छौँ। विभिन्न भाषाभाषीहरू र भाषा प्रयोग गर्ने जनताहरू बसोबास गर्छौँ। विभिन्न धर्म र संस्कृति अपनाउने जनताहरू बसोबास गर्छौँ।
विभिन्न क्षेत्रमा बसोबास गर्छौँ। क्षेत्रीय विविधता पनि छ हाम्रो। लैङ्गिक हिसाबले महिला पुरुष, वर्णगत हिसाबले ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र सबै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक र वर्णगत हिसाबले पनि बाँडिएका नेपाली जनताहरूलाई सहअस्तित्वमा बाँध्ने, मेलमिलाप गराएर लैजाने, समानतामा आधारित सम्बन्ध सुनिश्चित गर्ने हिसाबबाट हामीले यो सबै परिकल्पना गरेका छौँ। पुराना पार्टीहरूलाई जनताहरूले छोड्दैछ। यहाँहरूले छोड्दै हुनुहुन्छ, हामीले पनि छोडेका छौँ। पुराना पार्टीलाई किन छोड्न पर्यो? पुराना पार्टीलाई यसकारण छोड्नु पर्यो कि तिनीहरूले नयाँ विचारलाई ग्रहण गर्न सकेनन्। नयाँ विचारलाई, समयको नयाँ पदचापलाई उनीहरूले स्वीकार गर्न सकेनन्। त्यसकारण पुराना पार्टीलाई हामीले छोड्न पर्यो। पार्टीहरूको सान्दर्भिकता, त्यसले परिवर्तनलाई कति आत्मसात गर्छ भन्ने कुरामा अन्तर्निहित हुन्छ। परिवर्तनलाई आत्मसात गर्न नसक्ने, परिवर्तनलाई सात्मीकरण गरेर अगाडि बढ्न नसक्ने पार्टीको सान्दर्भिकता समाप्त हुन्छ। नेपाली काङ्ग्रेस, नेकपा एमालेको सान्दर्भिकता सायद परिवर्तनलाई आत्मसात गर्न नसकेको कारणले अब सिद्धिएको छ। यहाँलाई थाहा छ, मकैको बिउ चाहिँ के हुन्छ भन्नुहुन्छ भने त्यो घुनले चाहिँ त्यसको दाँती नखाउन्जेल काम लाग्छ। त्यो उम्रिन्छ, छर्यो, जमिनमा त्यसलाई छर्यो भने त्यसबाट नयाँ मकैको बोट उम्रिन्छ, त्यसले विकास गर्छ, फैलिन्छ त्यो मकै। त्यो जब मकैको बिउको चाहिँ दाँती घुनले खाएर सिद्ध्याउँछ, त्यो मकैबाट चाहिँ त्यो मकै बिउको रूपमा काम लाग्दैन। त्यसबाट नयाँ बोट उम्रिँदैन, त्यसबाट विकास हुँदैन। त्यो चाहिँ भुटेर खान मात्रै काम लाग्छ। भुटेर खान, पिसेर चाहिँ नै खान चाहिँ काम लाग्छ, खाएर हजम गर्न चाहिँ, तर त्यो बिउको रूपमा काम लाग्दैन। नेकपा एमाले र नेपाली काङ्ग्रेस अब त्यही घुनले दाँती खाएको मकै जस्तो पार्टीमा परिणत भइसकेका छन्। अब त्यो त्यहाँभित्र बसेका नेता कार्यकर्ताहरूले भुटेर खान, हजम गर्न त काम लाग्छ त्यो पार्टी, तर त्यसले नयाँ चिज दिँदैन, नयाँ चिज उमार्दैन, उम्रिँदैन, किनभने त्यसको दाँती खाइसक्यो घुनले, घुनपुत्ती लागिसक्यो। त्यो पार्टीका नेताहरूको दिमागमा, मस्तिष्कमा, विचारमा यस्तो यथास्थितिवादी सोच, यस्तो प्रतिगमनकारी सोच हावी भइसकेका छ, त्यो अटेस मटेस अटाइ नटाइकन चाहिँ खातिएर बसेको छ कि त्यो पार्टी अब नयाँ चिज उमार्नका निम्ति सक्षम छैन। त्यसकारण त्यसको सान्दर्भिकता समाप्त भइसकेको छ। यसकारण पुराना पार्टीहरूलाई हामी त्याग्दैछौँ, जनताले त्याग्दैछ। यहाँका संविधान सभाको निर्वाचनको परिणामले नै त्यो कुरा देखाइसकेका छ। एमाले काङ्ग्रेसलाई जनताले परित्याग गरे, माओवादीलाई आत्मसात गरे। तर माओवादीले पनि जे आश्वासन, जे विश्वास जनतालाई दिलाएर मत प्राप्त गरेको थियो, त्यो विश्वासलाई, त्यो आश्वासनलाई संविधान सभामा कार्यान्वयन गर्न सकेन। पहिचानको मुद्दामा, संघीयताको मुद्दामा, समानुपातिक समावेशीकरणको मुद्दामा, धेरै प्रगतिशील मुद्दाहरूमा गएको संविधान सभामा 2/3 बहुमत थियो। त्यसको पक्षमा 2/3 बहुमत थियो। यदि नेकपा माओवादी त्यसको पक्षमा दृढतापूर्वक उभिएको भए, त्यो अधिकार र त्यो मुद्दाको पक्षमा भएका सभासदहरू सबैले फ्लोर क्रस गरेर पनि आफ्नो पार्टीको व्हिप त वास्तवमा लाग्दैन त्यो संविधान सभामा, व्हिप उल्लङ्घन गरेर पनि 2/3 बहुमत दिएर संविधान ल्याउन सक्ने परिस्थिति थियो संविधान सभाभित्र। तर त्यो परिस्थिति हुँदाहुँदै पनि नेकपा माओवादी चुक्यो
उसले आफैले घोषणा गरेका चिजहरू कार्यान्वयन गर्ने त्यत्रो सुनौलो अवसर हुँदाहुँदै पनि, सुनौलो अवसर पाउँदा पाउँदै पनि चुक्यो। अब इतिहासले नेकपा माओवादीलाई पनि एउटा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। नेकपा माओवादीले त्यसको जवाफ दिनुपर्दछ इतिहासलाई। किन चुक्यो? नियतले कि संयोगले? यो प्रश्नको जवाब इतिहासलाई उनीहरूले दिनुपर्दछ। त्यसो भएर आज नेकपा माओवादी प्रति पनि नेपाली जनताको सन्देह उच्चतम बिन्दुमा छ, उच्चतम बिन्दुमा छ। त्यसै कारण आज संघीय समाजवादी पार्टी निर्माणको सन्दर्भमा नेकपा माओवादी परित्याग गरेर आउने धेरै साथीहरू पनि संलग्न हुनुभएको छ। नेपाली कांग्रेस परित्याग गरेर आउने धेरै साथीहरू संलग्न हुनुभएको छ। यहाँ नेतृत्वमा नै लगभग चाहिँ 10-11 जना केन्द्रीय तदर्थ समितिमा नेपाली कांग्रेस परित्याग गरेर आउने नेताहरू हुनुहुन्छ र तल तल हजारौं कार्यकर्ता साथीहरू संलग्न हुने अवस्था बनेको छ। र नेकपा एमाले परित्याग गरेर आउने पनि हजारौं कार्यकर्ता साथीहरू र नेताहरू संलग्न भएर हामीले एउटा नयाँ इतिहासको रचना गर्नुपर्दछ, एउटा नयाँ सिर्जना गर्नुपर्दछ, एउटा नयाँ शक्ति निर्माण गर्नुपर्दछ भन्ने अठोट लिएर हामी अग्रसर भएका छौँ। यहाँहरूको बिचमा आएका छौँ। अघि मेरा पूर्वका साथीहरूले पनि भन्नुभयो हामी यो 90-100वटा चाहिँ पार्टीको सूचीमा एउटा पार्टी थपौँ भनेर आएका छैनौँ। हामीलाई लागिरहेको छ जनताको चाहना, जनताको आकांक्षाको कारणले गर्दाखेरि हामीले पार्टीको संख्या होइन एउटा शक्ति थप्ने अवसर पाउनेछौँ र भएका पार्टीहरू, थुप्रै पार्टीहरूसँग एकता वार्ता गरिकन बरु त्यो संख्यालाई घटाउने कुरामा हाम्रो योगदान हुनेछ एकताको सन्दर्भमा भन्ने कुरा पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। यो पार्टी निर्माणको पछाडि यहाँहरू सबैको उत्प्रेरणा, यहाँहरू सबैको सद्भाव, यहाँहरू सबैको एउटा विचार, इच्छा, आकांक्षाले प्रेरक तत्त्वको रूपमा काम गरेको छ। हामीलाई निरन्तर संविधान सभा भङ्ग भयो, संविधान आउन सकेन, त्यसपछि उत्पन्न भएको पीडाको निकासको रूपमा नेपाली जनताहरूले तराई, पहाड, हिमाल, मेची, महाकाली सबै ठाउँमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू, खास गरी उत्पीडित जातीय हिसाबले, लैङ्गिक हिसाबले, भाषिक हिसाबले, धार्मिक हिसाबले, क्षेत्रीय हिसाबले, वर्गीय हिसाबले, वर्णभेदका हिसाबले, धार्मिक हिसाबले उत्पीडनमा परेका, पछाडि पारिएका, राज्यद्वारा अन्यायमा परेका, थिचोमिचोमा परेका उत्पीडित समुदायहरूले हामीलाई निरन्तर गर्दछ्याउनु भएको छ। एउटा नयाँ शक्ति चाहियो, एउटा नयाँ शक्ति चाहियो, एउटा नयाँ पार्टी जन्मिनु पर्यो। यस्तो पार्टी जसले हाम्रो आवाजलाई बोक्छ, हाम्रो आकांक्षालाई बोक्छ, हाम्रो चाहनालाई प्रतिबिम्बित गर्छ, प्रतिनिधित्व गर्दछ, त्यस्तो पार्टी चाहियो। यो निरन्तर यहाँहरूको चाहिँ घचघचाइ, यहाँहरूको जागरण, यहाँहरूको आकांक्षाको प्रतिध्वनिको रूपमा यो संघीय समाजवादी पार्टी नेपाल आएको छ। यो तपाईहरूको पार्टी हो, यो हाम्रो पार्टी हो, यो हामी सबै नेपालीहरूको पार्टी हो। यो कुनै नेताको आत्मतुष्टिको लागि यो पार्टी बनेको छैन। यो पार्टी नेपाली जनताको सेवाको निम्ति बनेको छ, नेपाली जनताको निम्ति बनेको छ र नेपाली जनताको आवश्यकता र आकांक्षा अनुरूप बनेको छ। त्यसो भएको हुनाले यो नेपाली जनताको पार्टी हो। यसलाई माया गरिदिनुहोस्, यसलाई साथ दिनुहोस्, यसलाई सहयोग गर्नुहोस्, यसलाई अगाडि बढाउनका निम्ति आफू संलग्न हुनुहोस् यसको गतिविधिमा। म यहाँहरूलाई हृदयदेखि हार्दिक अनुरोध गर्न चाहन्छु र आउने दिनमा निश्चित रूपले हामी नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नेछौँ। आज हाम्रो देशको राजनीति जुन बेथितिमा पुगेको छ,
संविधान सभा भङ्ग भएपछि अन्यल छ, अन्धकार छ, मुलुक कहाँ जान्छ, कतिखेर कुन खाल्टोमा फस्छ, कुन अन्धकारमा फस्छ, यो कुराको कुनै टुङ्गो छैन। हामी ठुला पार्टी हौँ भन्ने, हामी पुराना पार्टी हौँ भन्ने पार्टीहरूलाई नै मेसो छैन, मेलो छैन, उनीहरूलाई नै थाहा छैन मुलुक कहाँ पुग्छ। र आज उनीहरू झगडामा फँसिरहेका छन् र त्यो झगडा मिलाउनका निम्ति छिमेकीहरूले चासो दिनुपर्ने स्थिति बनेको छ, छिमेकीहरूले हात हाल्नुपर्ने स्थिति बनेको छ। कति दुःखद अवस्था हो। लाज मान्नुपर्ने होइन, लज्जा बोध हुनुपर्ने होइन नेताहरूलाई, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तर कुनै लाज छैन, कुनै लाज छैन। घरमा लोग्ने स्वास्नीको झगडा हुन्छ, घरमा परिवारजनको झगडा हुन्छ, अनि छिमेकीले झगडा मिलाइदिनुपर्छ। त्यो परिवार असफल हो कि होइन? त्यो परिवार असफल। आज हाम्रो देशका नेताहरू आफू नमिलिकन देशको समस्याको समाधान निस्कँदैन भन्ने पनि थाहा छ उनीहरूलाई, तर आफू मिल्न सक्दैनन् र छिमेकीले मिलाइदिनुपर्छ। त्योभन्दा दुर्भाग्यपूर्ण परिस्थिति के हुन्छ? त्योभन्दा लज्जाजनक परिस्थिति के हुन्छ? हाम्रो सार्वभौमिकता कहाँ गयो? हाम्रो स्वतन्त्रता कहाँ गयो? हाम्रो राष्ट्रियता कहाँ गयो? ठुला पार्टी हौँ भन्ने दलहरूले यसको पनि जवाब दिनुपर्छ नेपाली जनता। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज राष्ट्रपतिजीलाई निरन्तर उकास्ने, गैर संवैधानिक ढङ्गले काम गर्नका निम्ति उकास्ने, आफ्नो पार्टीको स्वार्थ पूर्तिका निम्ति राष्ट्रपतिजीलाई दुरुपयोग गर्न खोज्ने, त्यसका निम्ति उकास्ने जो काम भइराखेको छ, यो गलत भइराखेको छ। र आज मैले देख्छु, रेडियोमा टेलिभिजनमा सुन्छु, देख्छु, राष्ट्रपतिज्यूलाई उहाँको निजी सुरक्षाको निम्ति राज्यले अङ्गरक्षकहरू, सुरक्षाकर्मीहरू धेरै खटाएको छ। तर यस्तो लाग्छ कि त्यो अङ्गरक्षक र सुरक्षाकर्मीले मात्रै राष्ट्रपतिज्यूलाई नपुग्ने भएछ, त्यस्तो लाग्छ। राजनीतिक नेताहरूको अभिव्यक्ति सुन्दाखेरि अब राष्ट्रपतिज्यूलाई राजनीतिक अङ्गरक्षक पनि चाहिने अवस्था भएको रहेछ। राजनीतिक अङ्गरक्षक राष्ट्रपतिज्यूले चाल्ने कदमको चाहिँ प्रतिरक्षा गर्नका निम्ति नेकपा एमाले र नेपाली काङ्ग्रेसका नेताहरू यसरी रक्षा कवच भएर उभिनु भएको छ, यसरी बोलिरहनु भएको छ कि अब राष्ट्रपतिज्यूलाई राजनैतिक अङ्गरक्षक पनि प्राप्त हुने स्थिति बन्यो। यो स्थिति बन्नु आफैमा त्यति राम्रो कुरा होइन। राष्ट्रपतिज्यूको पक्ष र विपक्षमा उभिनु पर्ने अवस्था हुनु नै दुर्भाग्य। राष्ट्रपतिज्यू एउटा निर्विवाद अभिभावकको रूपमा, राष्ट्राध्यक्षको रूपमा रहन सक्नुपर्दछ। तर आज निरन्तर उहाँलाई पनि दबाब दिँदै आफ्ना अभिष्टहरू साध्नका निम्ति दलहरूले निरन्तर विवादमा तान्दै लगिराखेका छन्। यहाँनिर पनि ठुला भनिने दलहरूको असफलता, असक्षमता सिद्ध भएको छ। आफू समस्याको समाधान गर्न अग्रसर नहुने, आफू समाधान दिन नसक्ने, आफू निकास दिन नसक्ने, आफूसँग विकल्पहरू छैन, तर आफ्नो आकांक्षा शान्तका निम्ति राष्ट्रपतिज्यूमा दुरुपयोग गर्नु, यो अर्को असफलता। र आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यी ठुला भनिने दलहरू जति असक्षम हुन् भन्ने कुरा नेपाली जनतामा प्रकट हुँदै गइराखेको छ, त्यति नै राष्ट्रिय सहमतिका निम्ति उनको वैधता, उनको क्षमता माथि प्रश्न उठिराखेको छ। र अघि नै मेरा साथीहरूले पनि भन्नुभयो, हामी जस्ता नयाँ दलहरू, चाहे त्यो ब्यास माओवादी होस्, संविधान सभा विघटनपछि बनेका दल, चाहे त्यो संघीय समाजवादी पार्टी होस्, हामी निश्चित रूपमा हस्तक्षेपकारी भूमिका खेल्नेछौँ र पुराना भनिने दलहरूको वैधता समाप्त हुँदै जानेछ। यो कुरा पनि म यहाँहरू समक्ष राख्न चाहन्छु। र हाम्रो राष्ट्रिय समस्याको समाधान मेलमिलाप र फेरि पनि मेलमिलाप, सहमति र फेरि पनि सहमति, सम्झौता र फेरि पनि सम्झौताबाट मात्रै सम्भव छ। कुनै एउटा दलले जिद्दी गर्दैमा, अड्डी लिँदैमा, हलो अड्काउने, गोरु पड्काउने जस्तो व्यवहार गर्दैमा
समस्याको समाधान हुँदैन, त्यसले त समस्या उल्झाउने र पल्झाउने काम मात्रै हुन्छ भन्ने कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु। त्यसो भएर सङ्घीय समाजवादी पार्टी अब समाधान लिएर अगाडि आउँछ, हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरी अगाडि आउँछ र पुराना दलहरूको विकल्प लिएर आउँछ भन्ने कुरा यहाँहरू समक्ष म विश्वास दिलाउँदै यो कार्यक्रम आयोजनाको निम्ति फेरि पनि आयोजक साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र यहाँहरूबाट बिदा माग्न चाहन्छु। धन्यवाद, नमस्कार।